सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह। जय मसीह। हामी आज यहाँ किन भेला भएका छौं भन्ने कुरा तपाईहरु सबैलाई थाहा छ र यो संगति हेर्दै जाँदाखेरिको आजको विशेष उद्देश्य पनि तपाईहरुले थाहा पाउनु हुनेछ। हामी परमेश्वरलाई धन्यवाद दिनेछौं। एउटा दुईटा कोरसहरु गाउनेछौं। आउनुहोस् हामी सबैजना मिलेर गाउनेछौं। 27 नम्बरको कोरस अनि त्यसैगरी अरु कोरसहरु हामी गाउनेछौं। आजको साँझ फुलले सिजेका रमाउँदैछ खुसी मनाऊ हालेलुया आमेन। प्रभुको स्तुति होस्। आज हामी एउटा विशेष उद्देश्यले यहाँनिर भेला भएका छौं अनि म आज यो उद्देश्यको कुरा चाहिँ म थोरै परमेश्वरको वचनबाट बुझाउन चाहन्छु। बाइबलमा एउटा सुन्दर घरको परिकल्पना गरेको कुरा हामी देख्न सक्छौं। सुन्दर घर, मान्छेले बाहिर धेरै जनाले एउटा सुन्दर घर, राम्रो घरको बारेमा कुरा गर्छन्, तर हामीलाई एकदमै विश्वास छ, हामी मान्दछौं बाइबलले देखाएको घर चाहिँ सबैभन्दा सुन्दर हुन्छ। हालेलुया। अनि आज बाइबलमा धेरै कुराहरू बताइएको छ हाम्रो जीवन जिउनको निम्ति, आशिषको निम्ति, राम्रा कुराहरूको निम्ति। तर बाइबलमा भएका थुप्रै कुराहरू मध्ये आज जुन उद्देश्यले हामी यहाँ भेला भएका छौं त्यो उद्देश्यको निम्ति तीनटा कुरा चाहिँ म आज तपाईहरुको बीचमा बताउन चाहन्छु। तीनटा कुरा, मात्रै तीनटा कुरा म तपाईको बीचमा बताउन चाहन्छु। पहिलो कुरा चाहिँ के हो भन्दाखेरि विवाह आदरणीय हुनुपर्छ भनेर हिब्रूको पुस्तक 13 अध्यायको 5 पदले बताउँदछ। विवाह चाहिँ आदरणीय हुनुपर्छ भनेर बाइबलमा बताइएको छ। अनि अहिले हामी पवित्र विवाहहरू दिन्छौं, तर यहाँनिर हाम्रो मण्डलीमा सेवा गर्दै आउनु भएको कैनुनिया साङ्बाले मण्डलीलाई यहाँ सुरुवात परमेश्वरले गर्नुभयो। अनि तर एकजना मानिसको सहायतामा उहाँलाई चलाएर अनि प्रभुले आफ्नो काम गर्नुभयो। उहाँ चाहिँ हुनुहुन्छ युवराज भट्टराई, पास्टर युवराज भट्टराई भनेर हरेकले चिन्नुहुन्छ। अनि आज म उहाँहरूको साँच्चै नै विवाह गरेको चाहिँ 56 वर्ष पूरा भएको रहेछ। अनि आज हामी विशेष गरी उहाँहरूको विवाह वर्षगाँठ मनाउनको निम्ति पनि हामी यहाँनिर भेला भएका छौं। अनि म यसै कारण विवाहसम्म सम्बन्धित कुरा भएको कारणले गर्दाखेरि चाहिँ मैले तीनटा कुरा तपाईलाई बताउन चाहे। सुन्दर घर त्यो हो, त्यो घरलाई सुन्दर घर भनिन्छ। एउटा चाहिँ विवाह आदरणीय हुनुपर्छ,
अनि दाम्पत्य जीवन चाहिँ मृत्युले नछुटाएसम्म सँगसँगै हुनुपर्छ। अनि बाइबलमा मत्तीको पुस्तकमा पनि लेखिएको छ 19:6 होइन, यसकारण परमेश्वरले जसलाई एकसाथमा जोड्नु भएको छ अब उपरान्त कसैले नछुटाओस्। हुन त यहाँ हाम्रो पास्टर बुवा यहाँ आमाको विवाह पवित्र विवाह भनेर उहाँहरूले गर्न पाउनु भएन, किनभने त्यतिखेर उहाँहरूले प्रभुलाई चिन्नु भएको थिएन। तर नचिनिकन विवाह गरे पनि पछि उहाँहरूले प्रभुलाई चिन्नु भयो, तर त्यो विवाह पनि उहाँहरूको आदरणीय कायम राख्नु भएको छ। मृत्युले नछुटाएसम्म हामी छुटिँदैनौँ भनेर जब वचन पढ्नु भयो त्यस पछाडि उहाँहरूले त्यो कुरालाई आत्मसात गरेर हिँडिराख्नु भएको छ। अनि आज 56 वर्ष पुरा भएको रहेछ। 2026 साल मङ्सिर 26 गते उहाँहरूले विवाह गर्नुभयो। अनि आज 82 साल मङ्सिर 26 गते हामी हेर्दै जाँदाखेरि चाहिँ उहाँहरूको विवाह चाहिँ 56 वर्ष भएछ। यो 56 वर्ष सँगसँगै हिँडेर उहाँहरूले सँगसँगै बिताएर अनि सँगसँगै अहिले त झन् प्रभुको महिमा गरिराख्नु भएको छ। त्यस कारणले प्रभुलाई धन्यवाद होस्, परमेश्वरलाई धन्यवाद होस्। 56 वर्ष उहाँहरूले पुरा गर्नुभएको छ। यो 56 वर्ष सँगसँगै हिँड्नु भएको छ। अब झन् मृत्युले नछुटाएसम्म हामी सँगै हिँड्छौँ भन्ने कुराहरू उहाँहरूलाई थाहा भएको छ। त्यसमा परमेश्वरले आशिष दिनु भएको होस्। दोस्रो कुरा म तपाईँलाई बताउँछु, एउटा सुन्दर घर हुनको निम्ति के हुनुपर्छ? यहाँ बाइबलले हामीलाई के भन्छ भने बुवा आमाको कर्तव्यको बारेमा बताउँदछ। बुवा आमाको कर्तव्यको बारेमा बताउँदछ है। अनि बाइबलले के भन्दछ भने म तपाईँलाई 3टा कुरा बताउन चाहन्छु। त्यो कुरा चाहिँ के भने उत्पत्ति 18 अध्यायको 18 र 19 पदमा परमेश्वरले अब्राहमलाई के भन्नुभयो? तैले मेरा कुराहरूलाई मान्नु, तैले आफ्ना छोराछोरीलाई र आफ्ना घरानालाई के सिकाउनु त? धर्म र न्यायको बारेमा सिकाउनु भनेर उहाँ त्यहाँनिर बताइएको छ है। धर्म र न्यायको बारेमा बताउनु भनेर यहाँ बताइएको छ। त्यस कारणले गर्दाखेरि म यहाँ तपाईँलाई अझै बताउन चाहन्छु, यहाँ जुन दिनदेखि पास्टर बुवा पास्टर आमाले प्रभुमा विश्वास गर्नुभयो, प्रभुलाई मान्नुभयो, त्यो दिनदेखि उहाँले के गरिराख्नु भएको छ? आफै पनि प्रभुमा हिँड्नु भएको छ, आफ्नो छोराछोरीलाई पनि प्रभुमा हिँड्न सिकाउनु भएको छ। व्यवस्थाले पनि यही भन्छ है, तेरो निधारमा, तेरो शिरमा, तेरो जीवनमा बस्दा उठ्दा सधैँ परमेश्वरको कुराहरूलाई बाँधिराख अनि आफ्ना छोराछोरीलाई त्यो कुराहरू सिका अनि यो कुराहरूमा तैले अभ्यास गर भनेर बताएको छ। एपिसी 6:4 पदमा पनि के भन्छ? आफ्ना छोराछोरीलाई कुन बाटोमा हिँड्नुपर्छ शिक्षा दे, बता अनि परमेश्वरमा शिक्षा दे भनेर त्यहाँ बताइएको छ। नभन्दै त्यस्तै कुरा चाहिँ आज बुवा आमाले गर्नु भएको छ। उहाँले आफ्ना घरानालाई सिकाउनु भएको छ, मण्डलीलाई सिकाउँदै अनि आउनु भएको छ। अनि यो बुवा आमाको कर्तव्य उहाँले पुरा गर्नु भएको छ। त्यसकारण यो सुन्दर घर भएको छ। अनि अर्को कुरा यहाँनिर के भनेको छ? छोराछोरीले आफ्ना आमा बुवालाई आदर गर्नु, आज्ञाकारी हुनु भनेर पनि बाइबलले बताउँदछ। बुवा आमा मात्रै होइन, छोराछोरी पनि आज्ञाकारी हुनुपर्छ। अनि मलाई लाग्छ आज बुवा आमाले परमेश्वरको कुराहरूलाई समात्नु भएर, बुवा आमाले त्यसमा अभ्यास गरेर जिउनु भएर आफ्ना छोराछोरीलाई सिकाउनु भएको कारणले गर्दा आज यो छोराछोरी, नाति नातिना अनि पनाति सबैजना प्रभुमा भएर जिउन पाएको छन्। अनि एपिसी 6:1 र 2 पदले पनि भन्दछ, छोराछोरीलाई भन्दछ है। यो कुरा चाहिँ बुवा आमालाई होइन, छोराछोरीलाई के भन्दछ भनेदेखि आफ्ना बुवा आमाको आज्ञा पालन गर, आफ्ना बुवा आमालाई आदर गर अनि आफ्ना बुवा आमालाई सम्मान गर, आफ्ना बुवा आमाको कुरामा हिँड भनेर भन्दछ। बुवा आमाले सिकाउनु भएको कुराहरूमा मलाई लाग्छ अहिले छोराछोरी हामी सबैजना हिँडेका छौँ। त्यसकारण हाम्रो घर के छ त? आशिषित घर छ। हालेलुया है। आज कतिजनाले बुवा आमालाई राम्रोसँग साँच्चै नै आफ्नो साथमा राखेर अनि आदर गर्ने कुराहरू कतिजनाको घरमा छैन, वृद्ध आश्रममा पुग्नु भएको छ। अनि म मान्छु फेरि यो विवाहको दिन मात्रै हामीले यो मनाउँदै गर्दा यो दिन मात्रै बुवा आमालाई हेर्ने, बुवा आमालाई धेरै आदर गर्ने कुराहरू चाहिँ होइन। किनभने बाहिरतिरका मानिसहरूले त्यो गर्छन्, तर हामी बाइबल पढेको मानिसहरूले चाहिँ दिन
हामीले जति वर्षमा जति दिन हुन्छ त्यति दिनै हाम्रो बुवा आमालाई के गर्नुपर्छ आदर सम्मान गर्नुपर्छ हामीले त्यो सिकेका छौँ र हाम्रा बुवा आमाले हामीलाई त्यो कुरा सिकाउनु भएको छ अनि यो वर्षमा चाहिँ हामीले बुवा आमाको निम्ति उत्साहको निम्ति उहाँहरूले हामीलाई सिकाउनु भयो परमेश्वरको बाटोमा हिँड्नको निम्ति अनि सुन्दर घर बनाउनलाई उहाँले भूमिका खेल्नु भयो अनि यसको निम्ति हामी उहाँहरूलाई धन्यवाद दिनको निम्ति पनि यहाँनिर यो उत्साहको निम्ति जम्मा भएका छौँ त्यसकारण हामीहरूको घर चाहिँ के छ त सुन्दर छ हालेलुया हामीहरूको घर चाहिँ सुन्दर छ आज उहाँको 3 जना छोरा 2 जना छोरी उहाँको हुनुहुन्छ परिस्थितिले गर्दा आज 2 जना छोरा बाहिर हुनुहुन्छ तर पनि हामी एकै छौँ अहिले पनि उहाँहरूले फोन गरेर हामीलाई परिस्थितिले हामी तुरुन्तै आउन सकेनौँ तर हामी साँच्चै नै बुवा आमालाई प्रेम गर्छौँ भनेर भन्नुहुन्छ अनि उहाँहरूले धेरै बुवा आमाको निम्ति गरिराख्नु पनि भएको छ है त्यसकारणले यहाँ छोरी हुनुहुन्छ जेठी छोरी या त उतापट्टि हुनुहुन्छ है जेठी छोरी उतापट्टि हुनुहुन्छ कान्छी छोरी यता हुनुहुन्छ अनि यहाँनिर हेर्नुहुन्छ अनि जेठो ज्वाइँ यहाँ हुनुहुन्छ अनि कान्छो ज्वाइँ उता बसिराख्नु भएको छ अनि यहाँ हामी धेरैजना यहाँनिर नाति नातिना अनि छोरा होइन यहाँ बुहारीहरू 2 जना यता हुनुहुन्छ अनि हामी देख्दछौँ एउटा साँच्चै नै कति राम्रो एउटा परिवार चाहिँ छ है अनि परमेश्वरले आशिष दिनुभएको छ हालेलुया हालेलुया हामी हाम्रो बुवा आमालाई वृद्ध आश्रममा राख्छौँ त राख्दैनौँ हाम्रो बुवा आमा हामीसँग हुनुपर्छ किनभने बाइबलले हामीलाई यो कुरा सिकाउँछ अनि बाइबलको ठीक शिक्षा चाहिँ हाम्रो बुवा आमाले हामीलाई दिनुभएको छ हामी अपेक्षा गर्छौँ पछि हाम्रो पुस्ताहरूमा पनि आफ्नो बुवा आमालाई आदर गर्दै यो सम्मान बढाउने काम चाहिँ सबैले गर्नुहुनेछ हालेलुया है त्यसै कारणले गर्दाखेरि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ कि 54 वर्ष 2026 साल मङ्सिर 26 गते उहाँले विवाह गर्नुभयो अनि 54 वर्षसम्म सँगै बस्नु भएको छ अनि यो 54 वर्ष सँगै बसेर आफ्ना छोरा छोरीलाई प्रभुको कुराहरू सिकाउनु भएको छ यो वर्ष यो दिन यो क्षण आजको यो समयसम्म प्रभुले सहायता गर्नु भएको छ हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ परमेश्वरलाई धन्यवाद दिनुपर्छ है हाम्रो बुवा आमालाई हाम्रो साथमा हामीले देख्न पाएका छौँ रहिराख्नु भएको छ त्यसकारण हामीले प्रभुलाई धन्यवाद दिनै पर्छ अन्तिममा एउटा पद पढ्छु यहाँ के भनेको छ यशायाको पुस्तक 46 अध्यायको 4 पदले के भन्छ सुन्नुहोस् है यो चाहिँ प्रतिज्ञाको वचन पूरा भएको छ उहाँहरूको अनि अझै यो प्रतिज्ञाको वचन चाहिँ उहाँहरूको निम्ति आशिषको निम्ति रहन्छ 46 को 4 पदमा यहाँ बताइएको छ तिमीहरूको बुढेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ है परमेश्वरले के भन्नुहुन्छ हाम्रो बुवा आमाको कपाल फुलिसकेको छ बुवाले टोपी लाउनु भएको छ देखिया छैन है आमाले अवश्य त कपालमा अलिअलि केही लगाउनु भएको होला त्यो अप्ठ्यारो नमान्नुहोस् तर बुवा आमाको कपाल के छ त फुलेको छ र यी बुवा आमाले कपाल फुल्दाखेरि पनि के भन्नु भएको छ मेरो परमेश्वर तपाईँ नै हुनुहुन्छ हालेलुया है म तपाईँकै सेवा गर्छु अनि म देख्न चाहन्छु मेरो छोरा बुहारीले मेरो छोरी ज्वाइँले मेरो नाति नातिनाले मेरा घरनाले पनि तपाईँ परमेश्वर मान्नु पर्छ है अनि यहाँ लेखिएको छ अझै म त्यही हुँ जसले तँलाई थाम्ने छ आजसम्म हरेक प्रकारको चुनौतीहरू आयो सबै परिस्थितिमा परमेश्वरले के गर्नु भएको छ उहाँलाई थाम्नु भएको छ अझै के लेखेको छ मैले तँलाई बनाएको हुँ र म तँलाई बोकेर हिँड्ने छु र तँलाई बचाउने छु र छुटाउने छु हालेलुया बुढेसकाल लाग्यो भनेर तपाईँहरू नआत्तिनुहोस् परमेश्वरको एउटा प्रतिज्ञा छ यहाँ परमेश्वर के भन्नुहुन्छ म तँलाई बोकेर हिँड्ने छु र तँलाई बचाउने छु तपाईहरुको सबै अवस्थामा परमेश्वरको साथ तपाईहरुसँग छ त्यो कुरा नबिर्सिनुहोस् परमेश्वरले तपाईहरुलाई आशिष दिनुहुन्छ आउनुहोस् हामी सबैजना मिलेर एकछिन प्रार्थना गर्नेछौँ है हामी धन्यवाद दिनेछौँ अनि यो वर्षसम्म सबै कुरामा सहायता गर्नुभयो हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ अनि आउने दिनहरुमा पनि जबसम्म तपाईले पृथ्वीमा राख्नुहुन्छ तपाईले बुवा आमालाई आशिष दिनुहोस् यो घरलाई सुन्दर भइराख्नलाई तपाईले आशिष दिनुहोस् तपाईले मानिसले परिकल्पना गरेको सुन्दर घर भन्दा पनि तपाईले परिकल्पना गर्नु भएको सुन्दर घर चाहिँ हामीहरुको बनाउनु भएको छ हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाईको दास युवराज अनि तपाईको साथै छोरी रामदेव कुमारको निम्ति धन्यवाद दिन्छौँ जुन दिन तपाईले गराउनु भयो समयको पूर्णता
क्षेत्रमा तपाईमा उहाँले घोडा टेक्नु भयो त्यो दिनदेखि आज तपाई परमेश्वरलाई मुक्तिदाता उद्धारकर्ता सर्वशक्तिमान परमेश्वर भनेर बचाइ राख्नु भएको छ आफ्नो घरनालाई सिकाउनु भएको छ त्यसको निम्ति धन्यवाद अनि अहिले उहाँहरुको विवाह गरेको ती वर्षहरु आज 56 वर्ष भइसकेको रहेछ प्रभु उहाँले विवाह गर्नुभयो उहाँहरु छुट्टै छुट्टै हुनुहुन्थ्यो विवाह गरिसकेपछि उहाँ एक हुनुभयो अनि उहाँको जीवनमा तपाईको प्रतिज्ञा अनुसारको फल्दै फुल्दै जाने वृद्धि भएर जाने कुराहरु भयो अनि आज उहाँहरुको निम्ति प्रार्थना गर्ने यतिका हामी छोरा छोरी अनि छोरी ज्वाइँ छोरा बुहारी नाति नातिना पनाति सबै कुराहरु चाहिँ हुन पाए तपाईलाई धन्यवाद दिन्छौं अनि बुवा आमालाई यो वर्षसम्म 56 57 वर्षको उमेर उहाँको भयो यो वर्षसम्म तपाईले सहायता गर्नुभएको छ आमा 70 71 वर्षको हुनुभयो उहाँलाई पनि तपाईले सहायता गर्नुभएको छ विवाह गरेको पनि साँच्चै नै 56 वर्ष भइसकेछ अनि आमा पनि 71 वर्ष अनि बुवा पनि 76 वर्ष जस्तोको उमेरमा अनि 56 वर्ष विवाह भएको भइसकेछ यो समयसम्म तपाईले आशिष दिनुभयो तपाईलाई धन्यवाद छ यशायाको पुस्तकमा जसरी प्रतिज्ञा गर्नुभएको छ अझै म बोक्ने छु थाम्ने छु तपाईले भन्नु येशू ख्रीष्टको नाममा आशिष माग्छौं आमेन हुन्छ अब भने हामी यहाँ केक छ हैन हामी केक काट्ने छौं अनि बुवा आमाको 56 वर्षको विवाहका अनि यो समयमा हामी केक काट्ने छौं बुवा आमाले त्यहाँनेर यो त्यहाँ एउटा मोमबत्ती रहेछ त्यो पनि लिनु होला एउटा अनि लाइटर कता छ लाइटर कता छ हैन त्यो पनि हो गर्नु होला अनि यो बत्ती बाल्दिनु होला बत्ती बाल्दिनु होला कसैले के भन्नु छ भने भन्नु होला है अब उहाँलाई विश गर्नु पर्ला ल है त खोइ त लाइटर ढिलो भइरहेछ है लाइटर चाहिँ एकदमै ढिलो भइरहेछ है ल लाइटर आउँदै गर्दाखेरि साँच्चै नै बुवा आमालाई धेरै धेरै धन्यवाद छ हैन म जस्तो छोरालाई यो संसारमा तपाईले राख्नु भएको छ यी छोरीहरुलाई ज्वाइँहरुलाई सबैलाई तपाईले ल्याउनु भएको छ हामी तपाईलाई धन्यवाद जनाउँछौं है त ल है ल हामी ताली पनि बजाउने छौं 56 वर्षको उहाँहरुको दाम्पत्य जीवनको निम्ति ल यस्तो गर्नु यस्तो हो त्यसरी चिसोको समय छ हिउँ परेछ आशिष दिनुभएको अब त्यसको साथसाथै अब हाम्रो यहाँहरु सबैलाई जय मसीह है त फेरि यसको साथसाथै हाम्रो मुक्तिदाता ख्रीष्ट येशूको साँच्चै नै जन्म उत्सव नजिकै आइराखेको छ अनि हाम्रो परिवारमा चाहिँ क्रिसमसको एउटा फ्यामिली भोजहरु अनि भेटघाटहरु एकअर्कामा उत्साहका कुराहरु चाहिँ आजबाट सुरुवात भएको छ अनि आजबाट सुरुवात हुँदै गर्दा मेरो कान्छी दिदीको घरबाट चाहिँ यो सुरुवात गर्नु भएको छ क्रिसमसको पार्टी अनि त्यसपछि हामी त्यो पार्टी पनि खाने छौं र हामी परमेश्वरमा रमाएर साँच्चै नै अगाडि बढ्ने छौं र 10 गते पुष्ट मण्डलीमा मनाउने सक्यो भन्दा अगाडि हामी सबैको परिवारमा पालो हामी विश गर्ने छौं है परमेश्वरले आजबाट क्रिसमस हाम्रो फ्यामिलीमा सुरुवात गर्नुभएको छ हालेलुया जय मसीह जय मसीह समान दुई जना समान भन्नु न ह्यापी ह्यापी एनिभर्सरी आमाले बुवालाई अलिकति खाइदिनु होला कति माया गर्नु हुँदो रहेछ हामी हेर्छौँ है त कति माया गर्नुपर्छ लु त कति खुवाउनु हुँदो रहेछ कस्तो माया गर्नु हुन्छ हामी हेर्छौँ नि कति कन्जुस गर्नु हुँदो रहेछ ल
अहिले साँच्चै पहिलो देख्दैछौ है त ल ल ल ल ल परमेश्वरले आशिष दिनुभयो